अब अहिले कहाँ बस्नुहुन्छ? म हजुर, अहिले म भक्तपुर बस्छु। भक्तपुर अर्को घर छ नाइ टेरामा भाडामा। हजुर। अब घर कहिले बनाउने? नेताहरूसँग त पैसा टन्न हुन्छ अरे, घर जल्दैमा नेतालाई खासै समस्या पर्दैन अरे, म सेभिङ टन्न हुन्छ म यहाँलाई एउटा कुरा। अर्को कुरा चाहिँ नेतालाई चन्दा दिने सहयोग गर्ने मान्छेहरू तमाम हुन्छन्, त्यस्तो समस्या चाहिँ हुँदैन अरे है। नेताहरूसँग पैसा हुन्छ, टन्नै हुन्छ, पैसा कमाएको हुन्छ भन्ने कुरामा म तपाईँलाई प्रष्ट तपाईँलाई र तपाईँ मार्फत आग्रह गर्न चाहन्छु। होइन, यो 100 प्रश्न छ नेताहरूमाथि। ठिक छ, म माथि पनि अहिले के भनिएको छ भने आम स्तरमा नेताहरूको यत्रो घर जलेको छ, सम्पत्ति स्वाह भएको छ, तर उनीहरूलाई केही जस्तो पनि लागेको छैन। एउटा सामान्य मान्छेको यो स्थिति हुन्थ्यो भने सडकमा रुँदै हिँड्ने हुन्थ्यो, सडकमै बास हुन्थ्यो। तर नेताहरूलाई केही छिरिक्क भएको छैन। किन? उनीहरूसँग पैसा अकुत छ र अहिले पनि सहयोग गर्ने मान्छेहरू तमाम छन्।